अब कुदेको छ यी अब यो म्याराथन दौड क्या प्र्याक्टिस हुँदैछ। अब अर्को बाजी चाहिँ के गर्नु अब 3 लाख रुपियाँ जित्नु पर्यो भनेको माताले सहयोग गर्नुहुन्छ हुन्न अब त्यति नै अब यतिको कुद्नु त जितिन्छ। जय पाथियो भाराके माता तिम्रो चरणमा बस्छौँ हामी सधैँ गुणगान गाइरहनु माता हजुरको हामी गुणगान गाइरहन्छौँ। हे परमेश्वर माता परमेश्वर कुदेको छ यी ओ यता पनि कुदेको छ अब कोही कुद्छ सक्छ ए हामी ए कुदेको छ ल हरि ओम जाठ हरि ओम ओह्रालो झरेको छ ल ओह्रालो झरेको छ काम गरेको छ आइ यस्तै हो। खाली पेट भात खाएको छैन बुझ्यौ तिमीलाई लाग्छ होला टन्न खाएर कस्तो छ भन्ने बुझिस् कन्डे कमला भाइ उसकै लागि मागिदिएको मैले सबै थोक के गर्नु हेर त्यहाँबाट भात नखाए हामी हिँडेको होइन। अहिले पूजा गरेर पनि खाली पेट एकमुठी चना र मुरै खाएर उहाँ कहाँ भन्दैछ भने फिक्कलमा होइन चना र जङ्गल सबै जङ्गल हुस्से परेर फुसफुस पानी पर्दैछ। अब कति लगभग 15 मिनट लाग्यो होला नि भान्जा ए म पिसाब फेर्दैछ 15 मिनट लाग्यो होला माथिबाट थानबाट। अब लगभग माताको ठुलो फेरि आइपुग्यो कि भनेको अझै छ बाटो त यस्तो चिप्लो छ ए चिसो गर्मीले अनुहार आउँदैन नि अगाडिको अनुहार आएर उता उयो हुँदैन भिजुअल अनुहार आएर उता चाहिँ कसरी भिजुअल हुन्छ अनुहारको भिजुअल निकाल्नु ए लु भयो छोडिदियो अनुहारको पनि एकछिन निकाल्दा हुन्थ्यो अनुहारको मात्रै गर्नु न ल यस्तै हो ल यस्तै हो। अब यो माता तिम्रो चरणमा बस्छु म सधैँ माता तिम्रो चरणमा बस्छु म सधैँ यो हामी जब यहाँबाट ठुलो फेदीबाट निक्लेर गेटबाट निस्किन्छौँ हो यो पूजा गरेर जान्छौँ नि हो यो ठाउँ आइपुग्यो ठुलो फेदी ऊ गेट उता देखिरहेछ आइपुग्यो 15 मिनटमा आइपुगेछ। अब अचम्म लाग्छ 15 मिनटमा आइपुग्यो भनेर 15 मिनट भयो होला नि भान्जा 15 मिनट भयो ए ठुलो फेरि बाटो चिप्लो भएर नभए ए हामी त जमान दौडी अब दौडेको चाहिँ अब यस्तो यो वर्ल्ड कपमा अब जितेर आएको मान्छेलाई यो त अब केही जस्तो पनि लाग्दैन हो कुदेको छ ए ल उहाँ आएर ल अब यस्तो हो दौड भनेको यस्तो हुन्छ ए ठुलो फेरि आइपुग्यो। अब सानो फेरि लगभग त्यही हो 15 मिनट माथि ठुलो फेरिबाट आउन 15 मिनट अब ठुलो फेरिबाट सानो फेरि त्यही 15 मिनट 15 मिनटमा सानो फेरि पुगिन्छ। अघि यहाँ 15 मिनटमा आइपुगिन्छ भन्दाखेरि हाँस्दै थिएँ अब के गर्नु अब ए दोकानहरू आइपुग्यो हो
15 मिनटमा आइपुग्यो हो। टेरिका ल गुरु र ब्रह्मा गुरु र विष्णु गुरुदेव महेश्वर गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरुदेव नमः। ओह एकछिन बस्ने कि जाने?